अर्टिकेरिया छालाको समस्या हरेक घर पछि यो समस्या देखिन्छ। यो एकदम धेरै कमन छालाको समस्या हो। यो हुने व्यक्तिले एकदम धेरै फ्रस्ट्रेट हुन्छ, किनभने राति सुत्ने बेला या दिनभरि टाउको चाहिँ चिलाउने र टाउको चिलाएको जस्तो महसुस आफूलाई पुरा शरीरभित्र भइराखेको हुन्छ। यो चाहिँ कपालहरू स्काल्पहरू पनि चिलाउने समस्याहरू चाहिँ देखिन्छ। यो प्रायः तपाईँको छालामा हुने मास सेलहरू धेरै हाइपर एक्टिभ भयो भने त्यहाँ फ्लुइडहरू रिलिज गर्छ र फ्लुइडहरू रिलिज भएका कारणहरूले छालामा चाहिँ एलर्जीहरू उत्पन्न हुन्छ र त्यही कारणले चाहिँ अर्टिकेरियाहरू पटक पटक चाहिँ रिकरेन्स देखिन्छ। अर्टिकेरियालाई धेरै कुरोहरूले एफेक्ट गर्न त जसले ट्रिगर गर्न सक्छ, जस्तै सनलाइट भयो, मेडिकेसन्स भयो, मेडिसिन्सहरू भयो र केही खानेकुरोहरू चाहिँ यी सबै कुरोहरूले चाहिँ ट्रिगर गर्न सक्छ। र अझै इम्पोर्टेन्ट हो, यो तपाईँको स्लिप प्याटर्न राम्ररी मिलेको छैन या तपाईँ धेरै स्ट्रेसमा हुनुहुन्छ भने यी सबै समस्याहरूले गर्दा चाहिँ तपाईँले यो कुरोलाई अझ चाहिँ जटिल बनाउन सक्छ। कहिलेकाहीँ एउटा मात्र एन्टी एलर्जी दबाई, हिस्टामिन रिलेटेड दबाई मात्र खायो भने तपाईँको समस्या रिजल्भ हुन्छ र कहिलेकाहीँ जति हिस्टामिनको दबाई खाएसम्म पनि कन्ट्रोल हुँदैन या केही दिनसम्म मात्र कन्ट्रोल भएर हुनसक्छ। फेरि दबाई जसरी छोड्नुहुन्छ फेरि पनि यो समस्या चाहिँ देखिन सक्छ। र कुनै व्यक्तिलाई यतिसम्म जटिल हुनसक्छ, तपाईँको आँखा, लिप्स र आइलिडहरू पुरा स्वेलिङ भएर आउँछ, फेसहरू स्वेलिङ भएर आएको हुन्छ, जसलाई एन्जियोइडिमा भन्छ। हो, यस्तो समस्या कुनै पेसेन्टमा, अर्टिकेरिया हुने पेसेन्टमा देखियो भने यो एउटा इमर्जेन्सी कन्डिसन हो र तत्काल चाहिँ डक्टरसँग कन्सल्ट गरेर चाहिँ ट्रिटमेन्ट चाहिँ लिनुपर्ने हुन्छ, नत्र भने रेस्पिरेटरी डिस्ट्रेस भएर मान्छेको ज्यान समेत जान सक्छ। र सेल्फ मेडिकेसन यसको लागि चाहिँ धेरै लामो गर्नु हुँदैन। यसो गर्नुभयो भने तपाईँको छाला अझ बिग्रिन सक्छ, तपाईँको हेल्थमा नराम्रो ब्याड इम्प्याक्ट चाहिँ पर्न सक्छ। र यो रिलेटेड अझ केही बुझ्न मन छ भने तपाईँ कमेन्ट बक्समा टाइप गर्नुहोला। मैले सक्दो तपाईँहरूको प्रब्लमलाई रिजल्भ गर्ने कोसिस गर्छु।